हाई मिनासान, कोन्निचिवा। आजबाट चाहिँ हामी जापानिज क्लास स्टार्ट गर्नेछौँ र आज जापानिज क्लासको पहिलो दिन, डे 1 मा के सिक्न गइरहेको छौँ भन्दाखेरि हिरागाना। क्लास सुरु गर्नुभन्दा पहिला चाहिँ म तपाईँलाई केही कुराहरू दिन्छु है त। जापानिजमा चाहिँ 3टा राइटिङ सिस्टम हुन्छ है त। एउटा हिरागाना भयो, अर्को काताकाना भयो अनि खान्जी। यो 3टा राइटिङ सिस्टमले एउटा सेन्टेन्स बन्छ है त। के भने हिरागाना र खान्जीको सेन्टेन्स हुन्छ, बिचमा कहिलेकाहीँ चाहिँ काताकाना पनि मिक्स हुन्छ है। यो 3टाले चाहिँ एउटा सेन्टेन्स पुरा गर्छ है त। अब हजुरहरूलाई थाहा, इङ्ग्लिसमा 26 वटा एल्फाबेट हुन्छ होइन, एबिसिडी गर्दै 26 वटा एल्फाबेट हुन्छ। त्यस्तै हिरागानामा, जापानिजको हिरागानामा चाहिँ 46 वटा क्यारेक्टर हुन्छ है। त्यस्तै 26 भयो जस्तै यिम्रो हिरागानामा चाहिँ 46 हुन्छ। ठिक छ। अब हिरागाना चाहिँ कस्तो बेला युज गर्ने भन्दाखेरि जापानिज मिनिङहरू हुन्छ नि, जापानिज वर्डहरू, जापानभित्रको कुराहरू, जापानभित्रको ठाउँको नामहरू, जापानिज मान्छेहरूको नाम लेख्न पर्यो भने चाहिँ हिरागानामा लेखिन्छ। अब काताकानामा जाऊँ है त। अब काताकानामा पनि हाम्रो 46 वटा वर्डै हुन्छ होइन, 46 वटा क्यारेक्टर हुन्छ। हाम्रो हिरागाना जस्तै काताकानामा पनि 46 वटा क्यारेक्टर हुन्छ। अब काताकाना चाहिँ कस्तो बेला युज गर्ने बेलामा हामीले बिचमा त्यो इङ्ग्लिस वर्डहरू युज गर्छौँ नि, जस्तै अब म टिभी हेर्छु होइन, अनि म के भन्छ अरे फोटो खिच्छु, हो यस्तो बिचमा इङ्ग्लिस घुसाउँछ नि, हो यस्तै जापानिजमा पनि बिचमा इङ्ग्लिस वर्डहरू युज गर्नु पऱ्यो भने चाहिँ काताकानामा युज गरिन्छ है त। अब जापान मैले भने नि जापानिज वर्डहरू अनि जापानभित्रको कुराहरू, जापानिज मान्छे नामहरू लेख्न पऱ्यो भने चाहिँ हिरागानामा लेखिन्छ। तर जापान बाहिरको कुराहरू है, अब तपाईँ मेरो नाम लेख्न पऱ्यो भने काताकानामा युज गरिन्छ होइन। जापान बाहिरको कन्ट्रीहरूको नाम, जापान बाहिरको ठाउँको नामहरू युज गर्नु पऱ्यो भने काताकानामा युज गरिन्छ। ठिक छ। म टिभी हेर्छु होइन, म पनि नेपाली वर्ड भयो, त्यस्तै जापानिज वर्डलाई हिरागानामा लेखिन्छ। टिभी अब इङ्ग्लिस वर्ड भयो, त्यो काताकानामा लेखिन्छ। हेर्छु अब त्यो पनि जापानिज वर्ड छ भने चाहिँ त्यसलाई के भन्छ, हिरागानामा लेखिन्छ। त्यस्तै अब खान्जी भनेको चाहिँ चाइनिज क्यारेक्टर हो, यो चाहिँ धेरै नै हुन्छ है। यो अब अनलिमिटेड लेखिदिन्छु, टन्नै हुन्छ है। यो भनेको चाहिँ चाइनिज क्यारेक्टर हो। अब हिरागाना र काताकाना चाहिँ एउटा साउन्ड हो होइन, एउटा लेटर मात्रै हो, एउटा प्रोनाउन्सिएसन मात्रै, भाका मात्रै निकाल्छ। खान्जीले चाहिँ एउटा पुरै वर्डको मिनिङै जनाउँछ है त। खान्जी भनेको चाहिँ चाइनिज क्यारेक्टर हो जसले मिनिङ जनाउँछ। ठिक छ। ल अब हामी हिरागाना क्लास सुरु गर्छौँ। अब हामी हिरागाना कसरी लेख्ने र कसरी प्रोनाउन्स गर्ने है त, हिरागानाको वर्डहरू त्यो सुरु गर्न गइरहेको छौँ। अब हाम्रो इङ्ग्लिसमा भोवेल्स AEIOU यो 5वटा हुन्छ होइन, इङ्ग्लिसमा भोवेल्स। त्यस्तै हाम्रो जापानिजमा चाहिँ 5वटा भोवेल्स हुन्छ, जापानिजमा पनि है। कुन कुन हुन्छ त, अब हेर्नु है त। आ, इ, उ, ए, ओ, यो 5वटा भोवेल्स छ है त जापानिजमा। आ, इ, उ, ए, ओ, यो 5वटा भोवेल्स छ। अब बाँकीको जति पनि वर्डहरू हुन्छ यो सबै यही साउन्डमा जान्छ है त। आ, इ, उ, ए, ओ यही साउन्डमा जान्छ है त। अब हाम्रो सुरुमा भनेको छ क को लाइन है त। अब हेर्नु है, क को लाइन। अब आ, इ, उ, ए, ओ भने जस्तै अब क को के हुन्छ त, का, कि, कु, के, को। ठिक छ। त्यही साउन्डमा जान्छ है त हाम्रो पनि। मैले भने अघि न, जति पनि वर्डहरू छ अब त्यही आ, इ, उ, ए, ओ को साउन्डमै जान्छ। ठिक छ। का, कि, कु, के, को। अब हाम्रो स को लाइन भयो, हाम्रो त्यही साउन्डमा जान्छ भनेपछि के हुन्छ अब, सा, सी, सु, से, सो। ठिक छ। सा, सी, सु, से, सो। अब हाम्रो छ त को लाइन होइन, तको आ साउन्डमा के हुन्छ, ता। अब यो दुइटा कीबोर्ड चाहिँ म अहिले भन्छु है त। तको ए साउन्ड के हुन्छ, ते। त्यस्तै तको ओ साउन्ड, तो। अब यो दुइटा हेर्नु है त। यसलाई चाहिँ हामीले अब ती नभनेर के भन्नु पर्यो, ची भन्नु पर्यो है त। अनि यतापट्टि तु नभनेर चु भन्नु पर्यो। अब यो किन यस्तो लेखेको भन्दाखेरि चाहिँ, अब भनाइ चाहिँ के छ भन्दाखेरि जापानिजहरूले चाहिँ जिब्रो नफर्केर ती र तु नभनेर ची र चु भनेको छ। त्यही बुझ्नु है त तपाईँहरूले पनि। अब ता, ती, तु, ते, तो नभएर ता, ची, चु, ते, तो। यो दुइटामा चाहिँ चेन्ज छ, यो चाहिँ नबिर्सिनु है त, नजिकिनु है। ची र चु, ती र तु नभएर ची र चु। अब हेर्नु, नकोमा के हुन्छ है त। अब हेर्नु है त, नको अब त्यही साउन्डमा जान्छ है त। ना, नि, नु, ने, नो। नको के भयो त,
नानी नुने नो। अब हको लाइन पनि हेर्नु है त, हमा आकार के हुन्छ हा, हमा इकार के हुन्छ हि। अब हेर्नु यो फेरि स्किप गरिदिन्छु, हमा एकार हे, हमा ओकार हो। ठिक छ। अब यहाँ पनि अब हु नभनेर यसलाई के भन्नु पर्यो हामीले, फु भन्नु पर्यो है। याद गर्नु है त, हु नभनेर फु भन्नु पर्यो। हाम्रो चीमा डिफ्रेन्ट छ, चुमा डिफ्रेन्ट छ, अनि हाम्रो फुमा डिफ्रेन्ट छ। यति चाहिँ याद गर्नुपर्ने हुन्छ तपाईँहरूले। अब हाम्रो नेक्स्ट भनेको छ मको लाइन होइन। ममा आकार के हुन्छ मा, ममा इकार मी। अब ममा उकार के हुन्छ मु। त्यस्तै ममा एकार मे अनि मो, मामी मुमे मो। अब हाम्रो यको टर्न आउँछ। यमा चाहिँ 3टा मात्रै भवेल्स छ है त। एउटा आमा छ भनेपछि या भयो, एउटा युमा छ भनेपछि एउटा उमा छ भनेपछि यु भयो, अनि अर्को ओमा छ भनेपछि यो भयो। ठिक छ। या यु यो 3टा मात्रै भवेल्स छ है त यमा। त्यस्तै अब हेर्नु रमा हेर्नु है त, त्यस्तै साउन्डमा गएपछि के हुन्छ रा, रि, रु, रे, रो। ठिक छ, रा, रि, रु, रे, रो। अब फेरि हेर्नु हाम्रो वको लाइनमा पनि 2टा मात्र छ है त वको लाइनमा। एउटा चाहिँ आमा छ वा भयो, अर्को चाहिँ ओमा छ ओ भयो। त्यसपछि लास्टमा हाम्रो बाँकी भनेको न। ठिक छ, न। यसलाई चाहिँ न भनिन्छ है त। यतिले हाम्रो 46 वटा क्यारेक्टरहरू पुरा हुन्छ। अब हेर्नु है त, अब हामीले कसरी लेख्ने है त, लेख्ने तरिका अब सिक्न गइरहेको छ। हामीले भन्ने तरिका चाहिँ अहिले सिक्यो, अब लेख्ने तरिका कसरी लेख्ने त म तपाईँलाई सिकाउँछु। यहाँ हेर्नु त, अघि नै हामीले आ इ उ ए ओ यो भन्न सिक्यो होइन। अब लेख्ने चाहिँ कसरी लेख्ने है त। अब आ लेख्दाखेरि अब हेर्नु है, सुरुमा यसरी एउटा डिक्का दिनु, यो डिक्का दिएपछि दोस्रो भनेको यहाँबाट यसरी तल एउटा ल्याउनु, अनि हामीले यसरी तल नछुने गरी यसरी घुमाएर यसो गरेपछि यसलाई चाहिँ हामीले के भन्छ आ भन्छ है त। ठिक छ, जापानिजको आ भन्छ है त यसलाई। जापानिजमा आ लेख्दाखेरि यसरी लेखिन्छ। हेर्नु, सिधा लाइन तान्नु, प्लस बना जस्तै गर्नु, त्यसपछि तल नछुने गरी माथिबाट यसरी घुमायो भने चाहिँ यसलाई चाहिँ आ भनिन्छ है त। ठिक छ। अब इ लेख्ने बेलामा हेर्नु है त, इ लेख्ने बेलामा यसरी घुमाइदिनु, त्यसपछि माथिबाट थोरै यसरी ल्याइदियो भने चाहिँ यसलाई चाहिँ हामीले के भन्छ त इ भन्छ है त। जापानिजमा इ लेख्न पऱ्यो भने चाहिँ यसरी लेखिन्छ। फेरि हेर्नु, सुरुमा यसरी तान्नु, त्यसपछि माथिबाट तल थोरै यसरी ल्याइदियो भने चाहिँ यसलाई चाहिँ इ भनिन्छ। अब उ लेख्ने बेलामा हेर्नु है त, माथि सुरुमा एउटा डिक्का दिनुहोस्, त्यसपछि उल्टो सी बना जस्तै यस्तरी गरेपछि यसलाई चाहिँ हामीले के भन्छ त उ भनिन्छ है त। जापानिजमा उ लेख्ने बेलामा चाहिँ यसरी लेखिन्छ। माथि सिधा डिक्का दिनुहोस्, त्यसपछि उल्टो सी बनाएपछि उ भनिन्छ। अब ए लेख्ने बेलामा पनि सेम है त, सुरुमा डिक्का दिनुहोस्, त्यसपछि जेट बनाएको जस्तै यसरी तानिदिनुहोस्, त्यसपछि यसरी लगेर यहाँबाट यसरी लैदियो भने चाहिँ यसलाई चाहिँ ए भनिन्छ है त। फेरि हेर्नु, डिक्का दिनु, यसरी जेट बना जस्तै गरी यसरी तानिदियो भने चाहिँ यसलाई चाहिँ ए भनिन्छ। अब ओ कसरी लेख्ने है त, ओ लेख्ने बेलामा सुरुमा साइडमा लाइन तानिदिनु, त्यसपछि प्लस बनाएको जस्तै सिधा लगाइदिनु, त्यसपछि लास्टमा पुगेर यसरी घुमाइदिएर यता सानो डिक्का दियो भने चाहिँ यसलाई चाहिँ ओ भनिन्छ है त। फेरि हेर्नु, सिधा लाइन तान्नु, प्लस बनाएको जस्तै गर्नु, तर लास्टमा अलि लामो भएपछि यसरी घुमाइदिनु, डिक्का दिएपछि चाहिँ यसलाई चाहिँ ओ भनिन्छ। आ इ उ ए ओ हाम्रो यो आ इ उ ए ओ भयो। अब हाम्रो हेर्नु कको लाइनमा है त, का कि कु के को कसरी हुन्छ त हेर्नु है त। का बनाउँदा हामीले सुरुमा यसरी तानिदिनुहोस्, त्यसपछि साइडमा यसरी लाइन तानिदिनुहोस्, त्यसपछि यहाँ डिक्का दियो भने चाहिँ का भयो। हेर्नुहोस् त, यसरी घुमाइदिनु, माथि यहाँ यसरी साइड तानिदिनु, डिक्का दिएपछि यसलाई हामीले का भन्यो। कि पनि हेर्नु है त, अब 2टा लाइन दिनु है त किको लागि। सुरुमा 2टा यसरी छड्के लाइन दिनु, त्यसपछि यहाँ यसरी 2टालाई काटिदिनु, त्यसपछि यसरी घुमाइदियो भने चाहिँ यसलाई चाहिँ कि भनिन्छ है त। ठिक छ, यसरी छड्के लाइन 2टा दिनु, 2टालाई काटिदिनु, अनि यसरी 2टा यसरी यो सानोलाई डिक्का दिएपछि चाहिँ कि भनिन्छ।
कु बनाउँदा चाहिँ अब सजिलो चाहिँ कु चाहिँ अहिलेसम्म गरेको भन्दा सजिलो छ हेर्नु है त। यसरी गरेर यसो गरेपछि कु भयो ल। कति सजिलो हेर्नु त। यसरी लानु, यसरी चुच्चो बनाइदिनु, कु भयो। के पनि अब हेर्नु है त। सुरुमा यसरी तान्नु, त्यसपछि यसरी लगेर बिचबाट काटिदियो भने चाहिँ के भयो है त। ठिक छ। सुरुमा यसरी तान्नु, त्यसपछि माथिबाट तलसम्म ल्याएर यसरी बिचमा काटिदियो भने चाहिँ यसलाई के भनिन्छ। अब हाम्रो को पनि सजिलो छ। म्याथमा अब इक्वल्स टु लेखेको जस्तै को पनि त्यसरी है त। सुरुमा यसरी तान्नु, त्यसपछि यसरी घुमाइदिएपछि चाहिँ यसलाई के भनिन्छ त, को भनिन्छ। तान्नु, यसरी घुमाइदिनु, को भयो है त। जापानिजमा को लेख्दाखेरि चाहिँ त्यसरी लेखिन्छ। अब हामी सामा जान्छौँ। सा लेख्ने बेलामा अब हेर्नु त कसरी हुन्छ। यसरी सिधा लाइन तानिदिनु, सिधा बाङ्गो टाइपको, त्यसपछि काटेपछि यसरी घुमाइदियो भने सा भयो है त। सिधा तान्नु, काटिदिनु, घुमाइदिनु, सा। अब सी पनि सजिलो छ है त। इङ्ग्लिसमा सी जसरी लेखिन्छ त्यस्तै छ है त हाम्रो हिरागानामा सी। यसरी गरी यसरी हेर्नु त। इङ्ग्लिसमा सी जस्तो चाहिँ सी लेखे जस्तै यसरी गरी यसरी घुमाइदिनु, यसलाई नै सी भनिन्छ। सु पनि हेर्नु है त। प्लस बनाउनु है त। पहिला यसरी साइडमा तानेर माथिबाट प्लस बना जस्तै गर्नु। अब लास्टतिर चाहिँ अब 9 घुसाइदिनु, यसरी 9 लेखिदिनु त। यसलाई नै के भन्छ त, सु भन्छ। साइड तानेर प्लस गरेर जस्तो गर्नु अनि 9 बनाइदिनु, यसलाई के भन्यो त, सु। अब से हेर्नु है त। अब यसरी सिधा लाइन दिनु, यहाँबाट यसरी काटिदिनु, फेरि यहाँबाट यसरी दियो भने से भयो है त। फेरि हेर्नु, सिधा लाइन दिनु, छेउबाट काटिदिनु, फेरि अर्को छेउबाट यसरी काटिदिनु, से भयो। सो हेर्नु है त। सो पनि अब हेर्नु है त। जेड थाहा छ नि है। जेड यसरी लेखिदिनु अनि सी बनाइदिनु, यसलाई के भन्यो त, सो। जेड बना जस्तै गरिदिनु अनि सी राखिदिनु, सो। सो लेख्दा चाहिँ त्यसरी लेखिन्छ। अब ताको पाली हेर्नु है त। अब ताको पाली हेर्नु है त। ता लेख्दाखेरि के गर्ने त हेर्नु है। सुरुमा सिधा लाइन तानिदिनु, काटिदिनु, अनि हामीले इक्वल्स टु बना जस्तै को बनाउँदाखेरि हामीले के गरेको थियो हो त्यस्तै सानोमा लेखेपछि ता भयो। ठिक छ। सिधा तान्नु, काटिदिनु, को बनाउनु, यसलाई नै के भन्यो त, ता। अब ती होइन है, के भन्छ यसलाई हामीले ची भन्छ। ची लेख्ने बेलामा कस्तो हुन्छ त हेर्नु त। सिधा तिन्नु, सिधा तान्नु, यसरी काटेर उल्टो सी बनाइदिएपछि यसलाई हामीले ची भनिन्छ। हेर्नु फेरि, सिधा तान्नु, काटिदिनु अनि उल्टो सी बनाएपछि यसलाई नै ची भन्यो। चु पनि सजिलो छ। उल्टो सी है त। चु भनेको उल्टो सी। यस्तो गरी चु भयो। ठिक छ। तर माथिको भन्दा तलको छोटो हुनु पऱ्यो है त। यस्तोरी गरेपछि यसलाई नै के भन्यो त, चु। अब ते बनाउनु पनि सजिलो छ है। सिधा यसरी तान्नु, यसलाई सी बनाइदिनु, ते भयो। ठिक छ। तान्नु, सी बनाउनु, ते। तो पनि सजिलै छ हेर्नु है त। एउटा यसरी तानिदिनु, त्यसपछि सी बनाइदिनु, फेरि यसलाई के भयो त, तो। तान्नु, सी बनाउनु, यसलाई के भन्यो, तो। ठिक छ। अब हामीले नामा जान्छौँ। ना लेख्ने बेलामा ता बना जस्तै होइन, सिधा तान्नु, काटिदिनु। अब यहाँ चाहिँ हामीले के भन्नु, यसरी डिक्का दिएर यो घुमाइदियो भने चाहिँ हामीले यसलाई के भन्छ त, ना भनिन्छ है त। याद गर्नु, तान्नु, काटिदिनु, अब यसरी डिक्का दिएर यसो गरेपछि यसलाई के भन्यो त, ना। नि पनि हेर्नु है त। यसरी छड्के तानिदिनु अनि को बनाइदिनु, यसरी। यसलाई के भन्यो त, नि भन्यो है त। तान्नु, यसलाई को बनाएको जस्तै को बनाइदिनु अनि यसलाई नै हामीले के भन्यो, नि। अब हेर्नु अहिलेसम्म बनाएको भन्दा नु चाहिँ अलिक गाह्रै छ है त। राम्रोसँग हेर्नु है त नु कसरी बनाउने। यसरी एउटा तानिदिनु, त्यसपछि यहाँबाट छुने गरी यसरी लगेर यसरी घुमाएर लास्टमा अझै घुमाइदिनु, यसलाई के भन्यो त, नु। राम्रोसँग हेर्नु है त। एउटा यसरी तानिदिनु लाइन, त्यसपछि यहाँ तलबाट जाने गरी यसरी घुमाएर फेरि बिचबाट जाने गरी यसरी घुमाइदियो भने यसलाई के भन्यो त, नु। प्र्याक्टिसको सुरुमा चाहिँ गाह्रो लाग्न सक्छ, प्र्याक्टिस गर्दै गएपछि चाहिँ आउँछ है त। ने बनाउनु पऱ्यो है त। अब हेर्नु है,
ने बनाउन पनि सिधा लाइन तान्नु। अब जेट बना जस्तै हेर्ने राम्रोसँग हेर्ने, यसो गरेर यहीँबाट लगेर अब यहीँबाट लानु है त, यसरी लगेर यस्तो गऱ्यो भने चाहिँ यसलाई के भने त ने भन्यो है त। राम्रोसँग हेर्नु, लाइन तान्नु, यहीँबाट यसो गरेर यहीँबाट लानु है त, यसो गरेर घुमाइदियो भने चाहिँ यसलाई के भने त ने। यो पनि अगाडि प्र्याक्टिस गर्नुपर्छ, सुरुमा चाहिँ आउन गाह्रो हुन्छ। नो चाहिँ सजिलो छ है, छड्के 6 अथवा छड्के 9 भने पनि हुन्छ नोलाई चाहिँ। यसरी गरेपछि नो भयो है त, है छड्के 6 अथवा छड्के 9 हेर्दै कति सजिलो नो बनाउन। अब हको लाइन है त, हको हेर्नु, अब हा गर्दाखेरि के गर्नु पर्यो, यसरी तान्नु, त्यसपछि यहाँ यसरी गरेर घुमाइदिनु, बिचमा काट्दिनु, यसलाई के भन्यो त हा। फेरि हेर्नुहोस्, यसरी तान्नु, फेरि सिधा तान्नु, बिचबाट काट्दिनु, यसलाई के भयो हा। हि सजिलै छ हेर्नु, यस्तो गरेर यु बनाएर यसरी काट्दिनु, हि भयो। यसरी यु बनाएर घुमाइदिनु, हि भयो। अब यसलाई फु हेर्नु है त, 3 जस्तै जस्तै हुन्छ तर 3 होइन है। फु कसरी बनाउने, सुरुमा यसरी तान्नु, त्यसपछि उल्टो सी बनाइदिनु, त्यसपछि यहाँ साइडमा यसरी डिक्का दिएपछि फु भयो। हेर्नु फेरि, यसरी लैदिनु, उल्टो सी बनाइदिनु, साइडमा डिक्का दिनु, यसलाई के भन्यो त फु। हे बनाउन पनि सजिलै छ। अब हामीले हिमाल बना जस्तै है त, बच्चामा हिमाल बनाउँथ्यो नि त, त्यस्तै हिमाल जस्तो बनाइदिने, यसलाई नै के भन्छ त हे। हिमाल बनाइदिनु, हे भयो। अब हो लेख्ने बेला कसरी लेख्ने है त, हा बनाउन आएपछि हो पनि सजिलो छ। ल हा बनाउनु त कसरी बनाउँछ, यस्तो गरेर यो गरेपछि हा भयो। अब यो माथि यसरी डिक्का दियो भने यसलाई नै हो भन्यो है त। यसरी हा बनाउनु, माथि डिक्का दिनु, यसलाई के भन्यो त हो। अब हेर्नु, हामी मको लाइनमा जान्छ, मा बनाउँदाखेरि अब कसरी बनाउँछ है त। अब हामीले हो बनाउँदाखेरि जसरी बनाएको थियौँ त्यस्तै त्यस्तै छ है। मा बनाउँदाखेरि यसरी लगेर यहाँ तानिदिनु। अब हो बनाउँदाखेरि माथि तान्ने थियो नि, यता र यता माथि तानिदिनु। अब यो माथि नलगिकन बिचमा काट्दिनु, यसलाई के भन्यो त मा। हो चाहिँ माथि काट्छ, यो चाहिँ बिचमा काट्छ, त्यो नछिकिनु है त। यसरी लैदिनु, बिचमा दुईवटा डिक्का दिनु, यसलाई के भन्यो त मा। अब मी पनि सजिलो छ, हामीले भ लेखे जस्तै, नेपालीमा भ लेखे जस्तै मी पनि त्यस्तै छ। यसरी लानु, ठिक छ, लगेर यसरी घुमाइदिनु, अनि यहाँ काट्दिनु, यसलाई के भयो त मी। ठिक छ, यसरी एकमा यसरी घुमाइदिनु, दोस्रोमा चाहिँ यसरी काटेपछि यसलाई मी भन्यो। अब मु पनि हेर्नु है त, हामीले सु बना जस्तै मु त्यस्तै त्यस्तै छ, तर अलिक डिफ्रेन्स होइन है। तान्नु, प्लस बनाउनु, अब हामीले 9 बनाएको थियो नि, त्यस्तै घुमाउँदो घुमाउनु, तर 9 नबनाउने, यु बनाइदिनु, यसरी यु बनाएर डिक्का दिएपछि यसलाई मु भन्यो। प्लस बनाउनु, 9 बनाउँछ जस्तै, 9 बनाउनुला जस्तै 9 बनाउनु, तर यु बनाइदिनु, यसलाई के भने त मु। मे पनि हेर्नु है त, अब हजुरलाई नु बनाउन आएपछि मे पनि बनाउन आउँछ है त। तान्नु, यसरी घुमाएर यतिमा, अब घुमायो भने चाहिँ नु हुन्छ, यतिमा छोड्यो भने चाहिँ मे। ठिक छ, तान्नु, यहीँबाट छुने गरी यसरी घुमाएर यहीँसम्म छोडिदिनु, मे भयो। मो बनाउनु पनि सजिलो छ है त। यसरी डाडु बनाइदिनु, काट्दिनु, यसलाई के भन्यो त मो। ठिक छ, डाडु बनाउनु, काट्दिनु, यसलाई मो भनिन्छ। अब या यु यो कसरी गर्ने हेर्नु है त। या यु यो, अब या गर्न यसरी छड्के लाइन तान्दिनु, यसलाई काटेर यसरी घुमाइदिनु, माथि डिक्का दिएपछि या। ठिक छ, छड्के लाइन काटेर घुमाइदिनु, डिक्का दिनु, या। अब यु पनि त्यस्तै सिमिलर सिमिलर छ है त। यसरी तान्नु, यहाँबाट अब उल्टो घुमाइदिनु, सु गोलो बना जस्तै यसरी घुमाइदिनु, त्यसपछि यहाँ बिचबाट काट्दिनु, यसलाई यु भने है त। छुनी चाहिँ होइन है, फेरि पुरै छुनी चाहिँ होइन, यस्तै यहाँ यसरी काटेपछि यु भयो। यो पनि अब सजिलो छ, सुरुमा यसरी लाइन दिनु, टिकटकको साइन जस्तै यस्तरी गरेर घुमाइदिएपछि यो भयो। सुरुमा सानो लाइन, त्यसपछि त्यसलाई छेउमा पार्ने गरी यसरी घुमाइदिनु, यो। ठिक छ, अब रारी रु रे रो कसरी बनाउँछ हेर्नु है त। रामा हेर्नु,
यो गएर यसरी घुमाइदिनु अनि डिक्का दिएपछि यसलाई के भन्यो त रा। ठिक छ, सिधा तानेर घुमाइदिनु, डिक्का दिनु, रा। री हेर्नु है त, अब लेख्ने तरिका अब कम्प्युटरमा र मान्छेले लेख्ने तरिका छुट्टै छ। हामी मान्छेले लेख्ने तरिका सिक्छौँ है त। यसरी एउटा तानिदिनु, साइडबाट अलिक लामो बनाइदिनु, यसलाई के भन्यो त री। होइन फेरि यसरी घुमाइदिनु, फेरि बाङ्गोइ सिधा तानिदिनु, री भयो। रु हेर्नु है त, रु चाहिँ सजिलो छ है, 3 बनाइदिनु है त। यसरी 3 बनाइदिनु, अब घुमाइदिनु, यसलाई के भन्यो त रु। 3 बनाउनु अनि नछोडिकन घुमाइदिनु, रु। अब रे हेर्नु है त, ने बना जस्तै सिधा गरेर, जेड बना जस्तै यहीँबाट गरेर, अब ने बनाउँदा यसरी गयो, तर रे बनाउँदा चाहिँ यसरी यहाँबाट यसरी बङ्गाइदियो है त। यसरी नघुमाएर यहाँबाट बङ्गाइदियो, त्यसलाई चाहिँ के भन्छ त रे। सिधा तान्यो, यहीँबाट यसरी लगेर यता बङ्गाइदियो, यसलाई के भन्यो त रे। रो पनि होइन, रु र रोमा नजिक्नु है त। रुमा चाहिँ यो पुरै जान्छ होइन, रोमा चाहिँ यतिसम्म मात्रै, यो भनेको चाहिँ रो। ठिक छ, रुमा चाहिँ यसरी पुरै घुम्यो, रोमा चाहिँ यत्तिकै नघुमिकन यत्तिकै छोडिदियो भने रो। अब वामा हेर्नु है त, वामा पनि यो रे बना जस्तै सेम है त, गरेर भित्र राखिदिनु है त। बाहिर यसरी घुमायो भने चाहिँ रे भयो, भित्र राख्यो भने चाहिँ वा। सिधा तान्नु, यसरी लगेर भित्र लैदियो भने चाहिँ यसलाई के भन्यो त वा। ओ बनाउनु पनि सजिलो छ, हेर्नु है त, ओ। सिधा तान्नु, एच बनाउनु अब, अनि सीले काटिदिनु, यसलाई के भन्यो त वो। हेर्नु नै, सिधा तान्नु, अब बिचबाट काटेर एच बनाइदिनु, अनि सीले यसरी काटिदियो भने चाहिँ यसलाई चाहिँ वो भनिन्छ है त। अब हाम्रो लास्टको एउटा क्यारेक्टर बाँकी छ लेटर, त्यो चाहिँ न। न चाहिँ कसरी लेख्ने, एच नै हो है। यसरी लगेर यसरी घुमाइदियो भने यसलाई के भन्छ त न भन्छ है। हेर्नु फेरि, यस्तो गरेपछि यसलाई न भनिन्छ। यति नै छ हाम्रो हिरागानाको 46 वटा क्यारेक्टर। तपाईँलाई केही गाह्रो लाग्छ भने, तपाईँहरूले केही बुझ्नु भएको छैन अथवा केही कुराहरू सोध्न छ भने चाहिँ डिस्क्रिप्सनमा मैले फेसबुक र इन्स्टाग्रामको लिङ्क राखिदिएको छु, त्यसमा गएर मेसेज गर्न सक्नुहुन्छ है। अनि यो भिडियो मन पऱ्यो भने लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु। म बिस्तारै बिस्तारै अब जापानिज क्लासको सबै भिडियोहरू अपलोड गर्छु अब। ल आजलाई चाहिँ यति नै, धन्यवाद।